ठाटीकाटमा एमालेले गरेको र्याली। अपराधी घटना छानबिन गर, अपराधीलाई कारवाही गर, हत्या हिंसा अन्त्य गर। हेर्नुभयो, अहिलेको अवस्थामा धेरैजनाले भन्थे कि पुराना 3वटा पार्टीबाट मान्छेहरू वाक्क दिक्क भइसकेका छन्। वाक्क दिक्क भएर पनि जेनजीले आन्दोलन गरेर केही परिवर्तन ल्याउँछन् कि भनेर धेरै मान्छेहरूको सोचहरू परिवर्तन भइरहेको थियो। किनभने नयाँहरू मिलेर गएपछि केही परिवर्तन गर्छन्, देशलाई पनि विकास हुन्छ, निकास हुन्छ, हरेक हुनसक्छ, के देशलाई परिवर्तन गर्न सक्छन् भन्ने धेरैको आकलन थियो भने पुरानाहरू एक ठाउँमा मिल्दै गए भने अहिले नयाँहरू एक आपसमा लड्दै गइरहेको समयमा अब भनेको विकल्प भनेको यी पुराना 3 दल बाहेक अरू हुन सक्दैन भनेर जनताहरूले बुझिसकेका छन्। यसरी दिनौदिन जनताहरू यसरी र्यालीमा जान सहभागी हुन सकिसकेका छन्। पहिला म एमाले हुँ, म काङ्ग्रेस हुँ, म माओवादी हुँ भने धेरैजनाहरूले गाली मात्रै दिन्थे। कस्तो भ्रष्टाचारी पार्टीमा लागिरहेको छ, कस्तो दलालमा लागिरहेको छ, यो पार्टीले के गर्न सक्छ, अहिलेसम्मका दलाल भ्रष्टाचार गर्ने भनेको यी ठुला 3 दल हुन् भन्ने व्यक्तिहरू अहिले त्यसैमा सहभागी हुन बाध्य भइरहेका छन्। किनकि अहिलेको राजनीतिक परिस्थिति र यी नयाँहरूले गरेको व्यवहारका कारणले गर्दा केही व्यक्तिहरू पुरानै दलमा सहभागी हुन बाध्य भएका छौँ भनेर केहीजनाले हिजो बेलुकासँग हामीसँग वार्ता पनि भइरहेको थियो भने केहीजनासँग फोन वार्ता पनि भइरहेको थियो। किन अहिले यसरी सहभागी हुनुभएको छ? पुराना दलबाट तपाईँहरू धेरै रुष्ट हुनुहुन्थ्यो, किनभने नयाँले केही गर्छन् कि भनेर सोचेको थिएँ, नयाँबाट केही आशा राखिरहेको थिएँ, नयाँबाट केही नभएपछि पुराना दलबाट सहभागी भएको